सम्पूर्ण नमस्कार। आजको नयाँ अङ्कमा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। अहिले म पातली वन स्थित पातली वन रिजोर्टमा छु र यो रिजोर्टमा आउने उद्देश्य मेरो कयौँ थियो, तर तपाईँको केवल एउटा हुनुपर्छ, त्यो केवल मनोरञ्जन हो। र मसँग पातली वन रिजोर्टको व्यवस्थापक हुनुहुन्छ गणेश केसी सर हुनुहुन्छ। उहाँसँग हामी केही अन्तरङ्ग छलफल गर्नेछौँ। हजुर सर, यो तपाईँको जुन रिजोर्ट छ, रिजोर्ट एकदम शान्तपूर्ण ठाउँमा पनि छ र एकदम तपाईँको मलाई लाग्छ सम्भवतः 50 रोपनीको क्षेत्रफल यसले चाहिँ ओगटेको जस्तो लाग्छ। र यहाँ अधिकांश जति पनि तपाईँको अतिथिहरू आउनुहुन्छ उहाँहरूको चाहिँ कस्तो किसिमको फिडब्याकहरू उहाँले पृष्ठपोषणहरू गरिरहनुहुन्छ? नमस्ते। सर्वप्रथम मेरो नाम गणेश केसी, हजुरले भनिहाल्नुभयो। यहाँको मैले म्यानेजमेन्ट हेर्छु यो रिसोर्टको। र यहाँ जति पनि गेस्टहरू आउनुहुन्छ, किनकि हामी काठमाडौँमा जति गेस्टहरू हुनुहुन्छ एकदम सिटी एरियामा बसेर एकदम क्राउड भएर होइन, अलिकति स्ट्रेस धेरै भएर जो मान्छेहरू जो गेस्टहरू आउनुहुन्छ म्याक्सिमम् चाहिँ उहाँहरूले भन्नुहुन्छ कि हामी स्ट्रेस म्यानेजमेन्ट गर्नको लागि अथवा पिस इन्भाइरोमेन्ट होइन, जहाँ एकदम क्वाइट होस् होइन, चराचुरुङ्गीहरूको आवाज आओस्, यहाँको इन्भाइरोमेन्ट देखेर हामीलाई यस्तो होस् कि हामी स्वर्गमा जानै नपरोस्, त्यस्तो किसिमको उनीहरूलाई चाहिँ भावहरू चाहिँ आउने भएको कारणले म्याक्सिमम् गेस्टहरू चाहिँ त्यसको लागि आउनुहुन्छ है। अब स्कुल कलेज स्टुडेन्टहरू पनि उहाँको रिफ्रेसमेन्ट गर्नको लागि, किनकि पढ्दा उहाँहरूको दिमाग एकदम अलिकति तनावै हुन्छ नि त है। अनि त्यो भएको कारणले गर्दा पनि उहाँहरू यसो 2-4 दिन बसौँ, एक दिन यसो रिफ्रेस गरौँ, गेमहरू खेलौँ होइन भन्ने हिसाबलेहरू पनि उहाँहरू आएर एकदम रिफ्रेसमेन्ट भएर जानुहुन्छ। अनि तपाईँको चाहिँ अहिले मैले बिचमा यो जुन पातली वन रिजोर्ट भने तर त्यसको बिचमा पनि एउटा केही छ, त्यो भनिदिनुहोस् तपाईँको मुखबाट। पातली वन भाइनेट रिसोर्ट हुन्छ यहाँ है। पातली भाइनेट रिसोर्ट भन्नुको मतलब यो रिसोर्ट त्यही भाइनेटबाट नै सुरु भएको हो, जहाँ चाहिँ 2007 सालमा चाहिँ हाम्रो पहिलाका ओनरहरू हुनुहुन्थ्यो है। उहाँ ओनरहरू जापानमै बसेर धेरै वर्ष त्यहाँ काम गरेर अनि त्यहाँको वाइन फ्याक्ट्रीहरू र वाइनहरू देखेर अनि हाम्रो नेपालमा पनि किन गर्न सकिँदैन भनेर उहाँहरूले उहाँकै विज्ञहरू ल्याएर उहाँकै बोट बिरुवाहरू ल्याएर अनि यहाँ एउटा सानो चाहिँ भाइनेट होइन ग्रेप्सको फार्मिङ गर्न सुरु गर्नुभयो, जहाँ हामीसँग अहिले 15-20 रोपनीमा तल पनि छ। पहिला त यहाँ पनि थियो होइन, यहीँ थियो, यहीँ वाइन फ्याक्ट्री थियो। अनि उहाँहरूको कन्सेप्ट अलिकति चेन्ज भयो, बिस्तारै यहाँको फ्लो बढ्दै गयो, गेस्टहरू आउन थाले। अब यिनीहरूलाई गेस्टहरूलाई खुवाएर मात्रै भएन, उहाँलाई त एकोमोडेसन पनि दिन पऱ्यो, बस्ने खाने मनोरञ्जन दिन पऱ्यो भन्ने हिसाबले उहाँहरूले दे हेभ चेन्ज द प्लान फ्रम द भाइनेट टु द रिसोर्ट। अनि अहिले हेर्न जान मिल्छ त? अहिले मिल्छ, एकसो हेर्न जाउँ न। हुन्छ, हस्। सर, यो अङ्गुर हामी फार्ममा चाहिँ आयौँ, तर अङ्गुर चाहिँ ठ्याक्कै निख्रिसकेको रहेछ। यो अङ्गुरको अब निख्रे पनि यसको के छ, प्रकारहरू के छ, कुन याममा फल्ने हो यो? हजुर। र यसको चाहिँ के छ प्रक्रिया, के छ भनिदिनुहोस् न। यो अङ्गुर चाहिँ वर्षमा एकचोटि हुन्छ। यसको चाहिँ हामीहरूको यो जुन जुलाईमा चाहिँ हाम्रो यो रेडी हुन्छ है। त्यो भएको कारणले फेरि हामीले यसलाई अलि समयमा राख्न नसकिँदैछ, किनकि समयको कारण अथवा त्यो किराहरू लाग्ने अनि वर्षाको कारणले गर्दाखेरि त्यसलाई चाहिँ एकैचोटि टिपेर हामीले चाहिँ त्यसलाई चाहिँ वाइन फ्याक्ट्रीमा पठाउनु पर्ने रहेछ। त्यो भएर अहिले चाहिँ राइट नाउ हेर्दा चाहिँ हामीले यो पातहरू मात्रै देखिरहेका छौँ, तर नेक्स्ट इयर हजुरहरू आउनुभयो भने जुन जुलाईमा आउनु भने पुरै ग्रेप्सहरू देख्नुहुन्छ। हजुरको यो चाहिँ प्रक्रिया चाहिँ कहाँ हुन्छ, यो फ्याक्ट्री कहाँ छ, उत्पादन कहाँ हुन्छ? फ्याक्ट्री पहिला यहीँ थियो, अलिकति यहाँ क्राउड भएको कारणले गर्दाखेरि अनि एज पर द ल पनि इट्स नट एलाउड टु द किप लाइक अ रिसोर्ट एन्ड द वाइन फ्याक्ट्री, सो दे मुभ फ्रम हियर टु द धादिङको कुन ठाउँमा आउनुभयो? धादिङको यो जुङ्गे खोलाबाट मास्तिर पर्छ है, त्यहाँबाट 2 किलोमिटर माथि जानुपर्छ, हाइटमा छ। त्यहाँ हामीहरूको 200-300 रोपनीमा हाम्रो ग्रेप्सको फार्मिङ छ हेर्नु होइन। त्यो भएको कारणले गर्दा जति वाइनहरू बन्छ जम्मै त्यहीँ बन्छ र हामीका 3 किसिमको वाइन बन्छ अहिले है, एउटा वाइट, एउटा रेड अनि एउटा रोजे है, 3 थरीको वाइन बन्छ। सायद त नेपालमा यो वाइन फ्याक्ट्री अथवा यो ग्रेप्सको खेती चाहिँ सायद नेपालमा यो हाम्रो पातली वनमा यो सब मलाई लाग्छ यो पहिलो नै हो है। पहिले नै अब बिस्तारै त्यसको ग्रो हुँदैछ।
अरू ठाउँमा पनि मान्छेहरूले हामीहरूको देखेर होइन उहाँहरूले चाहिँ नि गर्न सुरु गर्नुभएको छ। तर फ्याक्ट्री चाहिँ मलाई लाग्छ नेपालमा पहिलो नै हो। हजुर। र जति वाइन बनेको छ हामीले त्यो मार्केटमा त्यति दिन पनि सकिरहेको छैनौँ, किनभने अब हामीसँग फार्मिङ कमी भएको कारणले। अनि यो फेरि जहिले पाए त्यहिले हुँदैन होइन। अहिले वर्षमा एकचोटि ग्रेप्स हुन्छ, त्यही ग्रेप्स लगेर हामीले बनाउने हो है। अनि ग्रेप्समा पनि हामीले जुन मार्केटमा हामीले खान्छौँ र यसमा पनि धेरै फरक छ। किनभने मार्केटमा भएको जो इन्डियाबाट आउँछ जुन कालो कालो अथवा रेड हुन्छ नि, त्यो चाहिँ तपाईँको कस्तो हुन्छ, त्यसमा भित्र सिट हुँदैन, गेडाहरू हुँदैन। तर यसमा हाम्रो यो ग्रेप्समा चाहिँ तपाईँको यसमा चाहिँ भित्र त्यो गेडाहरू हुन्छ। अनि टेस्ट पनि फरक हुन्छ, हेर्नुहोस् त्यस्तो फरक हुन्छ। र वाइन बनाउने ग्रेप्स र त्यो हामीले खाने चाहिँ टोटल्ली डिफ्रेन्ट रहेछ, हेर्नुहोस्। हुन्छ सर, तपाईँलाई अग्रिम धन्यवाद, पछि पनि हजुरमा धन्यवाद ज्ञापन गर्छु। अब हामी चाहिँ यसको उत्पादन के हो त, उत्पादन कहाँ छ, उत्पादन देखाउन मिल्छ भने तपाईँले जुन 3 प्रकारको उल्लेख गर्नुभयो वाइनहरू, त्यो देखाउन मिल्छ भने देखाइदिनुहोस्। हाम्रो दर्शक श्रोताहरूले पनि हेरेर भोलिको दिन यहाँ आउनुभयो भने उहाँहरूले चाहिँ त्यो जुन किसिमको वाइन यहाँ उत्पादन हुन्छ त्यसको बारेमा अग्रिम जानकारी उहाँले राख्दै गर्नुहुन्छ है त, हेर्न चाहनुहुन्छ है? म देखाइदिन्छु। ए हस् हस्। सर, अब हजुरले जुन उल्लेख गर्नुभएको 3 प्रकारको यही हो त? हजुर। अब हामीका 3 प्रकारको वाइनहरू छ हजुर होइन, जसमा चाहिँ यो तपाईँको वाइट हुन्छ यो हजुर है, जसमा पातलेवन फाइनेट भनेर लेखेकै हुन्छ। यो आफ्नै होम प्रोडक्सन भएको कारणले गर्दाखेरि। अनि यसको विशेषता चाहिँ के छ, यो 3 प्रकारमा विशेषताहरू के छ? यसको चाहिँ यो खाँदा चाहिँ अलिकति ड्राई हुन्छ यसको चाहिँ हजुर होइन यो। अनि यसमा 12% अल्कोहल हुन्छ हजुर है। तर म्याक्सिमम जो आउँछ, म्याक्सिमम गेस्टहरूले चाहिँ दे लभड होइन, त्यही लानुहुन्छ, खानुहुन्छ विथआउट ड्रिङ्किङ द्याट द वाइन। आई डोन्ट थिङ्क दे विल लिभ फ्रम हियर। त्यति म्याक्सिमम गेस्टहरू चाहिँ वाइनकै लागि पनि यो रिसोर्टमा भिजिट गर्न आउनुहुन्छ। तर हामी कहाँ के भाष्य छ भन्दाखेरि यस्तो भनेको चाहिँ यो खायो भने स्वास्थ्यको लागि राम्रो हुँदैन, अस्वस्थ हुन्छ भन्ने छ। यो स्वास्थ्यको दृष्टिकोणले पनि कतिको चाहिँ लाभदायी छ सर यो? अब एज पर माई नलेज चाहिँ मेरो एक्सपिरियन्सले के भन्छ भने हरेक चिजमा फाइदा र बेफाइदा त भइ नै हाल्छ होइन। त्यो भएको कारणले गर्दाखेरि अब मलाई जहाँसम्म लाग्छ, इभन डक्टरहरू पनि आएर पनि टेस्ट गर्नुभयो होइन, ठुल्ठुलो डक्टरहरू आएर पनि उहाँहरूले पनि फिडब्याक दिनुभयो। त्यो भएको कारणले गर्दाखेरि यो चाहिँ एकदम अर्ग्यानिक होइन, किन आफ्नै उसमा बनेको होइन, आफ्नै रिसोर्टमा बनेको कारणले गर्दाखेरि यसमा चाहिँ त्यति जस्तो बाहिरको जति वाइन हुन्छ नि त्यसमा मिसावटहरू चाहिँ छैन। त्यो भएर अलिकति असर त पर्ला, त्यो आफ्नो ठाउँमा छ। तर म्याक्सिमम मोर देन 90% चाहिँ इट इज गुड फर द हेल्थ। हुन्छ, यो दोस्रो पनि हेरौँ न त। दोस्रो यो रेड भयो है, अनि वाइट रेड अनि तलको चाहिँ रोजे रेड। यो पनि टेस्ट इज लुक्स लाइक ड्राई नै हुन्छ है। तर मान्छेहरूले कुन टेस्ट खाने भन्नेमा फरक पर्छ होइन, कस्तो टेस्ट मनपर्छ त्यो हिसाबले उहाँहरूले लिनुहुन्छ। तलको इट्स डिफरेन्ट देन लाइक वाइट एन्ड रेड। दिस वान इज वी कल एज रोजे। यसमा चाहिँ अलिकति स्विट खाले हुन्छ, स्पेसल्ली द लेडिजहरूले चाहिँ उहाँहरूले मन पराउनुहुन्छ, किनकि अलिकति स्विटनेस छ यसमा चाहिँ है। अल्कोहल त सबैमा एउटै नै हो, तर अरू ड्रिङ्क्स खा जस्तो चाहिँ यसमा लाग्ने यताउति छैन। र यसले चाहिँ मेन मैले सुनेको अनुसार चाहिँ एज पर द डक्टर पनि उहाँले मुटुको लागि चाहिँ एकदम राम्रो हुन्छ। मुटुको लागि धेरै खाने होइन, तर ठिक्क खायो भने चाहिँ यो चाहिँ मुटुको लागि चाहिँ इज अ बेस्ट भनेर मैले सुनेको छु। अन्तिममा बिदा हुनुभन्दा अगावै एकचोटि यिनीहरूको मूल्य कति छ र हाम्रो दर्शक श्रोतालाई कतिसम्म चाहिँ तपाईँहरूले व्यवस्था गर्न सक्नुहुन्छ पनि? यसको मूल्य अहिले हामीले चाहिँ रिसोर्टमा सेल गर्दै आएको चाहिँ पर बोतल 1700 छ है। तर गेस्टहरूलाई हामीले वी क्यान गिभ यु द 10% डिस्काउन्ट है, 10% डिस्काउन्ट गरेर देन वी क्यान सेल। ए हुन्छ सर, हजुरलाई एकदम मुरी धन्यवाद हजुर। थ्याङ्क यू। हस्, धन्यवाद।